दर्शन नमस्ते। हामी चाहिँ आज पहाडको अवलोकन है, बरफ पुरै आइसवाला पहाडतिर घुम्न यसो घुमघाम। जङ्गलको बाटो केही छैन साटो। यहाँबाट चिप्लिँदै कहाँ पुग्ने हो थाहा छैन। यहाँबाट फिलिली भयो भने त एकैचोटि साला खोला होला यार है, खोलैमा होला यार। यताबाट निस्किने हो नि, यताबाट निस्किने हो। निस्किन चिसोले नचले होला कोही त लाउनु त त्यही जङ्गल, रोमानियाको जङ्गल हो यो। तपाईँहरू पनि जङ्गलतिर यसो घुम्नु भएको भने यसो म पनि घुमेको छु भनेर भन्नु देखाउनुहोस् है। यो रोमानियाको जग्गा हो। अब यहाँबाट त लौरो चाहिन्छ। लौरो एउटा लौरो भाषा नि लौरो हो यार, लौरो। ओखरको बोट नि चिन्दैन र, ओखरको बोट हो यार। यहाँबाट चिप्लियो भने कहाँ पुग्यो यार। लौरो चाहिन्छ मलाई त, ठुलै खाले लौरो पाइयो त दाइ। लौरो पाइयो। म त यहाँ ओह्रालो बाटोमा हिँड्न सक्दिनँ क्या लौरो बिना। चिप्लो फिलिली जान्छ मेरो त फेरि। तर त्यस्तो बरफ परेपछि यो माटो चाहिँ जाम हुने क्या है, क्याचक नहुने क्या। बरफ परेपछि चाहिँ हाम्रोतिर चाहिँ पानीको किचड हुन्छ, यहाँ चाहिँ बरफको किचड छ। यो जङ्गलको बाटो, कहीँ भालु सालु आउला भन्ने डर। यसो पुरा जङ्गल छ, लौरो लिएर हिँडेको इसी यस्तो त छ बाटो। हामी चाहिँ जङ्गल, आज जङ्गलको घुमघाम। यस्तो चिसो पुरै ल एकैचोटि। ओ आऊ नि त हौ, कता पछि हट। जङ्गल यस्तो त छ हाम्रो साथीहरू। यस्तो चिसो माहौल, चिसो आइसमा दौडिँदैछौँ यहाँ। हामी दुईजना दाइहरू हुनुहुन्छ पछि। रातो माटो होइन क्या, सेतो माटो हो यो, सेतो माटो। यादव गाडीहरू त्यस्तो छ पुरै। हेर्नु न यहाँ गाडी चलाएर, बाइक हो यार। ल केटाहरूले चढायो नि यार माथि डाँडा, होइन डाँडै चढाए। हामी चाहिँ यो पुरै जङ्गलको बाटो। यहाँ त पुरै आगो फुकेर बसेको मान्छे यस्तो जाडोमा। है आगो फुकेछ त जाने हो। आगो फुकेछ त सलोत चिसो पुरै बरफ छ यहाँ, बरफको बाटो हो नि। कति गाह्रो हो। पानी यो खोला हो, यताको ताल रारा ताल भन्दा नि। ओहो रारा ताल हो कि यो खोलो। यी खोलोको रारा ताल हो यो, नेपालको रारा ताल भन्दा नि खतरा ताल छ रे। कुकुर हिँड्ने हो, गुरु होइन कुकुर हो क्या। पानी दौडेको क्या माथि। अब पानी छैन क्या अरे, होइन पानी हिउँ परे जमेर यस्तो त भयो नि, होइन यो माथिको पनि बगेर होला अलि, होइन यस्तो त छ। यो नदी हो क्या, नदी यो ताल भन्छ, पानी खाने ताल हो। तर जमेर यहाँ अब हामी कसरी तर्ने भने यहाँ छ हाम्रो पुल। यो पुलबाट चाहिँ तर्ने हो हामी। यहाँबाट तर्ने अब बाटो यो यताबाट खोलो हो कि यो खोलो हो, तलसम्म जान्छ यो खोला।
एकचोटि तल जाऊ त ओ भाइ भाइ ए फुटिसक्यो फुटिसक्यो कहाँ यस्तोमा कहाँ मजाक गरेर हुने चिजहरू यो यो त स्ट्रङ छ नि यहाँ त 4-5 इन्ची बढी छ नि यो त ढलान भन्दा नि स्ट्रङ छ नि ल यस्तो यस्तो त परेछ नि यहाँ चिप्लेको हेर्न कस्तो मेरो म जुत्ता नकिनी भएन यार यो चिसो न चिसो जाडो न जाडो यस्तो छ जङ्गलबाट मार्केट घुम्न गएको मार्केटबाट जङ्गलले आज जङ्गलको एरिया चाहिँ कस्तो छ के छ भनेर जङ्गल घुमेको यस्तो यस्तो त छ हाम्रो पारै हाम्रो दाइ यहाँ भिडियो बनाउँदै हिँडेछन् फेरि यहाँ एउटा दाइ फेरि यता फेरि लोहरो एउटा बाटो छ यतातिर कुदिखान्छ नि यस्ता छ पुरै मोज गरेछन् मोज आज मोज गर्ने दिन पऱ्यो है गएर डान्स गर्न थालेछन् ओ नाचा बरफमा त्यहाँ पानी जमेछ क्या त्यहाँ हेर्नु न त्यहाँ पानी जमेको ठाउँमा त्यो नि पानी ताल जमेको सबै त बरफहरू बगाएर आइस बनेको ठाउँ हो के यो यसरी हो पेट्रोल निकाल्ने तरिका चाहिँ यो हो आज यो चाहिँ चलेको छैन उता चाहिँ चलिरहेको छ उता देखिरहेको 2-3टा ग्यास प्लान्ट पेट्रोल प्लान्ट भन्छ नि पेट्रोल प्लान्ट चाहिँ यो के गर्नुभयो है यहाँ डान्स गर्न गएको नि यहाँ डान्स गरेछन् मस्त बुढाहरूको भर्खर बचपना स्टार्ट भएको बुढाहरूको भर्खर कति 6 महिना कति भयो अरे दाइ 6 महिना जति भयो अब भर्खर 6 महिना गएछन् यसो चिसो भनेपछि एकदम मन पराउँछन् क्या फेरि अहिले एकछिनपछि लटीपट्टि गर्न बेर छैनन् त्यही त्यस्तो पो गर्छन् त्यो डान्स गरिरहने एउटा दाइ डाँडातिर दौड्यो अब यो 2टा बुढाहरूलाई मैले सम्हाल्नै गाह्रो छ यहाँ नजाऊ त्यो आइस छ फेरि भाँचिन्छ तल झर्छ भनेको भन्दैनन् यहाँ चाहिँ त्यो निक्लिएको होला नि दाइ यो पेट्रोल निक्लिसकेपछि यो पानीहरू है नि त्यो हेर्न यस्तो त छ यस्तोमा पो खेल्न मजा हुन्छ त यस्तो चिप्लिने खाले हुन पर्ने हो क्या चिप्लिने खाले जुत्ता होइन यहाँ न त्यहाँ चाहिँ त्यो पानीको कल जस्तो छ होइन पुरै माथिसम्म जमेको हेर्नु न त्यहाँ बिचमा त्यो पानीको कल हो पानीको कलमा चाहिँ पुरै त्यो अस्ति हो कि कहिले हो हामीले कता देखाएर त्यो पिलर जस्तो पिलरको माथि तलदेखि माथि चाहिँ भएको देखाएको थियो त अस्ति बरफ जमेको के यही डाँडामाथि होइन हो हात धुन छ भने यसो यही बरफमा 2-4 चोटि हात हाल्नु त त्यसरी हो त्यसरी छर्केपछि हात धोइहालिन्छ हाम्रो ल हामीलाई पानी चाहिएन पानीको जरुरी छैन पानीको के जरुरी भने यस्तो चिसो मौसममा त्यही पनि बरफले हात धुन पाउँदाखेरि पुसाको मै सौताको छोरोलाई भन्थे त्यो भन आहा यहाँ पुरै बाटो त यहाँ प्लास्टरै ढलानै गर्नु पर्दैन आइसले ढलान गरिदिन्छ यतातिर हररा दिएको असिना परे भन्दा नि पर्छ त हो सरा बुर यो त आयोडिन नुन भन्दा नि एकदम तगडा छ क्या यस्तै छ 10 डिग्री भन्दा माथि नै होला होइन माइनसमा कहाँ पौलिन्छ त नि जान्नु
माइनसमा पग्लिँदैन नि त माइनसबाट प्लस हुँदै गयो भने मात्रै हो पग्लिने यहाँ आई लभ नेपाल लेख्नु त यहाँलाई यहाँ अन्त आई लभ नेपाल आई लभ नेपाल आई लभ के लेखेको थिएँ आई लभ नेपाल इन रोमानिया प्लस रोमानिया हो एन आई हो होइन